कि सिंहदरबारसम्म जल्यो। तपाईँको श्रीमतीलाई प्रहरीले रोक्दाखेरि सिंहदरबार जलाउनु भनेर भन्नुभयो, जलाउँछु भनेर भन्नुभएको थियो। त्यो आन्दोलन मार्फत तपाईँले त्यो जलाउनु भयो है। त्यस पछाडिको अवस्थामा प्रधानमन्त्री बन्नका लागि जेनजीले तपाईँलाई सोधेको थियो, खोजेको थियो। त्यतिखेर तपाईँ किन डरले लुकेर बस्नुभयो है? जेनजीलाई किन उकास्नुभयो होइन? त्यस्तो खालको माहौल बनाएर त्यो सिंहदरबार तपाईँ किन जलाउनु भयो? त्यस पछाडि बन्ने सरकारको नेतृत्व तपाईँले गर्नुपर्छ भनेर जेनजीले भन्दा तपाईँ लुकेर किन बस्नुभयो? जेनजीको अन्त्येष्टिसम्ममा पनि तपाईँ आउनु भएन, किन आउनु भएन? अनि अहिले यतिका महिना बितिसकेपछि तपाईँले फेरि राजनीतिक दल खोइ के भनेर चाहिँ तपाईँ आउन खोज्दै हुनुहुन्छ है। प्रत्येक नेपालीले तपाईँलाई सोध्नेछ होइन, तपाईँलाई सोध्नेछ, प्रत्येक गाउँमा सोध्नेछ, यही घरमा सोध्नेछ, उतैमा सोध्नेछ, प्रत्येक घरमा सोध्नेछ कि तपाईँले जेनजीलाई दुरुपयोग गरेर जेनजीको तपाईँको आन्दोलनको आडमा सिंहदरबार किन जल्यो होइन? र त्यो दुर्घटना जुन नेपालको एउटा बदनाम हुने गरी, अन्तर्राष्ट्रिय बदनाम हुने गरी भइसकेको तपाईँको चाहिँ त्यो एउटा दुःखद परिणतिको जिम्मा तपाईँले किन लिनु भएन? र कुलमानजीसँग मैले वार्तामा भेट्दाखेरि कुलमानजीले मलाई के भन्नुभयो भने बालेनजीले जे भन्नुहुन्छ त्यही बन्छ यसपालि सरकार भनेर भन्नुभयो। यो सरकार तपाईँको सरकार हो कि होइन? होइन, यदि यो सरकार तपाईँको इसारामा बनेको सरकार हो भने फेरि अहिले माइती घरबाट जेनजीलाई किन पक्रेर लाँदै हुनुहुन्छ है? यी प्रश्नहरूको उत्तर तपाईँलाई प्रत्येक गाउँडामा नेपालीले सोध्नेछ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यति सजिलो छैन नेपालको राजनीति, त्यति सजिलो छैन। यो देशमा झगडा गराइराख्ने होइन, प्रहरी मित्रहरू हेर्दाखेरि माया लाग्छ है। ड्युटीमा खटेको हुन्छ, नेताले गल्ती गर्ने, प्रहरीले दुःख पाउने। प्रहरी साथीभाइहरू पनि तपाईँको छैन तपाईँको चौबाटोमा लगेर कुटिएर मारिएको नियति हामीले देख्नु पर्यो है। त्यो प्रहरीहरू हाम्रा तपाईँको नेपाली दाजुभाइ हुन् कि होइनन्? हाम्रा दाजुभाइहरू नै हुन् नि होइन। यसैले प्रहरीले सधैँभरि दुःख पाइराख्नु पर्ने, देशले सधैँभरि दुःख पाइराख्नु पर्ने। यो अराजकता होइन, यो खालको बेठुटी, यो खालको अस्थिरता र विदेशीको हालीमुहाली हुने स्थितिदेखि अब नेपाल मुक्त हुनुपर्छ भन्ने उद्घोषका साथ आएको पार्टी हो श्रम संस्कृति। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु, अब हामी यो देशलाई माया गर्छौँ भने, मैले उद्घोषमा भनेको थिएँ यो देशको माया लाग्छ भन्दा तपाईँले माया लाग्छ भन्नुभएको हो। अब यो सबै कुरा सुनिसकेपछि तपाईँको दिमागमा थुप्रै प्रश्न चिन्हहरू उब्जियो होला हो। त्यो तपाईँको दिमागमा उब्जिएको प्रश्नको उत्तर दिने तपाईँले नै हो, मैले होइन। म दिन सक्दिनँ तपाईँको मनभरिको प्रश्नको उत्तर होइन। तपाईँलाई देशको माया लाग्छ, देश कसले जलायो, देशलाई अस्थिरता कसले बनायो, हाम्रा प्रहरी दाजुभाइहरूलाई कसले मारे, हाम्रा प्रहरी तपाईँको छैन होइन, प्रहरी पोस्टहरूमा 200 भन्दा धेरै प्रहरी चौकीमा चाहिँ आगजनी भयो। प्रहरी छैन भने देश रहँदैन। एक दिन मात्रै प्रहरी नहुँदाखेरि के भयो थाहा भयो? थाहा भयो कि भएन? त्यसो भएको कारणले गर्दाखेरि प्रहरी दाजुभाइहरूलाई हेर्ने दृष्टिकोण होइन हाम्रो परिवर्तन हुनु जरुरी छ। प्रहरी आवश्यक छ कि छैन देशमा? अहिले प्रहरी नहोस् त, एक दिनमा नहोस् त, अस्ति एक दिन नहुँदा के भयो? त्यसले गर्दाखेरि प्रहरी दाजुभाइहरूलाई हामीले मायाको दृष्टिकोणले हेर्ने गरौँ। हाम्रो आफ्नै दाजुभाइ हो होइन। त्यसो भएको कारणले गर्दाखेरि प्रहरीप्रति म सम्मान पनि व्यक्त गर्न चाहन्छु यो मञ्चबाट आज है। तपाईँहरू हुनुहुन्छ के अरे रहनु भएन भने देश रहँदैन। प्रहरी इमानदार भएर काम गर्नुहोस्, निडर भएर काम गर्नुहोस्। अब श्रम संस्कृतिको सरकार आइसकेपछि नेताको चाकरी गर्नु पर्दैन। प्रहरीले देशको सुरक्षा गर्छ, जनताको सुरक्षा गर्छ है। कुनै प्रमोसन पाउनका लागि कुन चाहिँ नेताको तपाईँको घरमा गएर गोठाला बस्नुपर्ने, उसको तपाईँको खुट्टा मोल्नुपर्ने, गोडा मोल्नुपर्ने दिन हुँदैन। प्रहरी राज्यको रहन्छ, निरपेक्ष रहन्छ, कुनै तपाईँको चाहिँ पार्टीको सम्बन्धित पार्टीको रहँदैन। यो तपाईँको के रहन्छ? राज्यको, देशको रहन्छ, जनताको रहन्छ। यहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु, आयोजकलाई धन्यवाद दिन चाहन्छु, पत्रकार मित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छु र पत्रकार मित्रहरूलाई पनि म हार्दिक धन्यवाद दिँदै के पनि भन्न चाहन्छु भने तपाईँहरूको कलम, तपाईँहरूको क्यामेरा सधैँभरि निष्पक्ष तरिकाले चलोस्।
अर्का साम्पाङले गलत गर्यो भने अर्का साम्पाङले यहाँ गलत गर्यो भनेर प्रमाण सहित आउनुहोस्, बिना प्रमाण चाहिँ नआउनु होला प्लिज है। बिना प्रमाण आउनु भयो भने चाहिँ मैले पनि प्रतिवाद गर्ने मेरो अधिकार छ, व्यक्तिको अधिकार रहन्छ। मैले पनि तपाईँको विरुद्धमा भिडियो बनाउनु पर्ने हुन्छ। मैले भिडियो बनाइसकेपछि धेरैले तपाईँले गाली गरिसकेपछि फेरि मानव अधिकार के भन्दै कुदिनु नपरोस् है। प्रमाण सहित आउनुहोस्। कोही कसैले गलत गरेको छ भने यो प्रमाण हो, यसरी गलत गर्यो भनेर तपाईँको उटाङ्गो बनाइदिनुहोस्। त्यसका लागि श्रम संस्कृतिले सधैँभरि पत्रकारको स्वतन्त्र पत्रकारिताको पक्षमा वकालत गर्नेछ। सधैँभरि श्रम संस्कृति आज भोलि पर्सि 100 वर्ष पछाडि पनि सधैँभरि स्वतन्त्र पत्रकारहरूलाई सम्मान गर्नेछ। यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु र यति भन्न चाहन्छु मित्रहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, ढुङ्गावासी आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी र जेन्जीहरू, अब मैले मेरो कुराहरू राखिसकेँ। धेरै कुराहरू मैले यहाँहरूलाई सुनाएँ है। कति कुरा तपाईँलाई चाहिँ नि ठिक लाग्यो, कतिलाई लागेन पनि होला कि बा होइन। केही कुरा ठिक लागेन कि बा हो है। मिडियामा हेरेर पोल हेर्छन् होइन, मिडिया त्यो विदेशबाट आएको पैसा तपाईँको विदेशी शक्तिले दिएको 21 खर्ब छ अरे अझ यो देशलाई अराजकतामा बनाइराख्ने भन्ने मस्ती म काठमाडौँमा त्यो जेएनजीको आन्दोलन पछाडि देश लथालिङ्ग हुँदाखेरि सम्हाल्छु त भनेर जाँदाखेरि पनि थाहा पाएको थिएँ। 21 अर्ब पैसा ठिक बनाएको छ भन्दै थियो है। र त्यो 21 अर्ब पैसा भित्रबाट लगाएर दुनियाँ तपाईँको चाहिँ 5000 जना जति मान्छे चाहिँ खटाएको होला सोसल साइटमा। त्यो सोसल साइटमा के कुराहरू सुनिन्छ सबै कुरा सही हुन्छ भन्ने हुँदैन है। पोलहरू बनाइराखेको देख्छु, ट्रोल बनाइराखेको देख्छु। ती सम्पूर्ण कुराबाट पनि हामी अब मुक्त बन्नुपर्छ। म यहाँहरू सम्पूर्णलाई अन्त्यमा के भन्न चाहन्छु भने श्रम संस्कृतिले सरकार बनाइसकेपछि 2-4 देखिने काम गर्नेछ। शिक्षामा हामी आमूल परिवर्तन ल्याउनेछौँ। विद्यालय 3 दिन मात्रै हामी खोल्छौँ, कार्यालय पनि 3 दिन मात्रै खोल्नुपर्छ। अरू 4 दिन हामीले उत्पादनमा जोड्ने, निर्माणमा जोड्ने, शिल्पकलाको विकासमा जोड्ने, आफ्नो पेट पाल्नका लागि, आफ्नो देश पाल्नका लागि काम गर्नुपर्छ। त्यसतर्फ हामी जान्छौँ। कानुनी झन्झट हामी फालिदिन्छौँ। कानुनी झन्झट हुँदैन। यो यतादेखि उता, उतादेखि उता हाकिमको टेबल चार्दा वाक्काटिका लागेर बरु घुस खुवाउँछु हो भन्ने किसिमले जनता आजित हुने खालको स्थिति रहने छैन। हामी कानुनमा सरलता ल्याउनेछौँ, जीवनोपयोगी कानुन बनाउनेछौँ। यो देश काठमाडौँभित्र मात्रै नेपाल हो भन्ने खालका मान्छेहरूलाई हामी चुनौती दिन्छौँ। यो देशमा 2टा नेपाल म अहिले महसुस गरिरहेको छु। जे हुन्छ त्यो काठमाडौँभित्र बस्ने मान्छेले गर्दा हुन्छ, काठमाडौँ बाहिर नेपाल होइन भन्ने खालका मान्छेहरूलाई हामी चुनौती दिन्छौँ। यो देश काठमाडौँ उपत्यकाभित्र एउटा नेपाल र काठमाडौँ उपत्यका बाहिरको अर्को नेपाल भन्ने 2टा नेपालको स्थितिलाई हामी मेटाएर एउटै नेपाल बनाउनेछौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी एउटा नेपालको परिकल्पना गरेर अगाडि बढ्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, धेरै कुराहरू छन्। ती कुराहरू सबै कुरा राखेर साध्य हुँदैन। उद्योगहरूको निर्माण हामीले गरेर आर्थिक विकास गर्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। र उद्योगहरूको विकास गरेर हामीले चाहिँ आर्थिक उन्नति गर्नुपर्छ। उद्योग नभएको देशमा उद्योगहरू खोल्नुपर्छ। पार्टी मात्रै खोलेर हुँदैन, उद्योग खोल्नुपर्छ, उत्पादन खोल्नुपर्छ भन्ने हाम्रो एजेन्डा रहेको कुरा म निवेदन गर्न चाहन्छु। यो देशको सिमाना थाहा हुनुपर्छ। अहिलेका तपाईँको चाहिँ नि सरकारमा बस्नेहरूलाई देशको सिमाना थाहा छ? म प्रश्न गर्न चाहन्छु तपाईँहरूलाई होइन, मिडिया मार्फत उनीहरूलाई है। सीमा नै थाहा छैन भने त्यस्तोले सरकार चलाउँछ? नचाहिने कुरा है। सीमा नै थाहा छैन। आर्मीलाई सिमानामा राख्नुपर्छ हो कि होइन है? आर्मीलाई हामी सिमानामा तपाईँको चाहिँ सीमा रक्षामा लगाउनेछौँ। सिमानामा बस्नुपर्छ कि पर्दैन? सिमानामा कोही छैन अरे, प्रहरी चौकी पनि छैन अरे, आर्मी पनि छैन अरे, केही छैन अरे, सीमा मिचिँदैन? खुल्ला सिमाना हुनु हुँदैन होइन, नियन्त्रण गर्नुपर्छ भन्ने पनि हाम्रो एजेन्डा रहेको छ। यस्ता एजेन्डाहरू बोकेर श्रम संस्कृति थुप्रै अन्य एजेन्डाहरूका साथ अगाडि आएको कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। अन्त्यमा तपाईँहरू सबैजना यो श्रम संस्कृतिमा जोडिन चाहनुहुन्छ कि हुँदैन एकचोटि सोध्नु पर्यो मैले। तपाईँहरू सबैजना श्रम संस्कृतिमा जोडिन चाहनुहुन्छ? यदि त्यसो भने तपाईँहरू सबैजना उठिदिनुहोस्। अब एकचोटि उठिदिनुहोस् प्लिज, सबैजना उठिदिनुहोस्, बसेको ठाउँबाट उठिदिनुहोस्, अल्छी नगर्नुहोस्। घुँडामा समस्या छ भने मैले भन्नु केही छैन, होइन भने
तपाईहरू सबैजना उठिदिनुहोस्। अब हामी सबैजना श्रम संस्कृतिवादी, प्रकृतिवादी, संस्कृतिवादी, तपाईँ हामी सबैजना प्रविधिवादी बन्नुपर्छ। यदि त्यसो हो भने हामी यो देशलाई एउटा वचन दिन्छौँ। तपाईहरू सबैजना तयार हुनुहुन्छ? आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँ उभिएको ठाउँको माटोलाई दाहिनेपट्टिको हातले छोइदिनुहोस् प्लिज। भोटिएर दाहिनेपट्टिको हातले छोइदिनुहोस् है, सबैजनाले अल्छी नमानिकन है, अल्छी नमानिकन। यो कुनै धार्मिक रिचुअल होइन, यो कुनै धार्मिक अनुष्ठान होइन। त्यसो भएको कारणले जुनै धर्म मान्नेले पनि यो गर्न सक्छ।